हेलो एन्ड दर्शन नमस्ते सबैजना साथीहरू। आज चाहिँ फेरि नयाँ भिडियो लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, सब्सक्राइब, फलो गरिदिनु होला मेरो फेसबुक आइडीलाई। अनि हजुरलाई कस्तो लाग्छ मेरो भिडियोहरू अनि भनिदिनु होला कमेन्ट मार्फत अनि डिएम पनि गर्नुहोला। आजको हाम्रो किचनमा चाहिँ हामीले आज बनाउनु छ मटर पनिर अनि भिन्डी बनाउनु छ। आज मटर पनिरको लागि मैले यहाँ आलु लिएको छु, दुईटा आलु काटेर रेडी गरेको छु। आज म्याडमले भन्दै थियो आज आलु मटर पनिर अनि भिन्डी बनाउनु भनेको थियो। त्यसैले म यहाँ मटर पनिरको तयारीको लागि म आलु काट्दैछु साथीहरू। हेर्दै जानुहोस् अगाडि भिडियो के हुन्छ। यहाँ चाहिँ मैले आलु काट्ने तयारी गर्दैछु। यहाँ आलु काटेपछि मैले यहाँ अब पनिरको कटिङ तयारी गर्दैछु। यहाँ चाहिँ मैले आधा किलो पनिर ल्याएको छु साथीहरू। यहाँ चाहिँ आधा किलो धेरै या आधा किलो पनि धेरै हुन्छ क्या, यहाँ त्यति खाँदैनन्। फेरि पनि आधा किलो हालिदिन्छु मैले, किनकि कम नपरोस् न, त्यसैले मैले आधा किलो पनिर हालिदिन्छु यहाँ साथीहरू। पुरै आधा किलो हो। अनि आज चाहिँ सुरु गरिहालौँ, फटाफट खाना बनाउनु पर्छ साथीहरू। फटाफट खाना बनाएर मैले यहाँ चाहिँ काटिसकेको छु पनिर काटेर एक बोलमा राख्छु। अनि यहाँ राखिसकेपछि मैले अब प्याज काट्ने तयारीतिर लाग्छु। मैले चाहिँ यहाँ 4-5वटा प्याज काटेर रेडी गर्छु। त्यसपछि यसलाई बारिक काटेर अनि बारिक काटेर रेडी गर्नुपर्छ। अनि मैले यहाँ धुन गइसकेँ प्याज धोएर मैले यहाँ कटिङतर्फ लागेँ। अनि यसलाई चाहिँ बिल्कुल एकदम पतला काट्नुपर्छ नि त, बारिक एकदम फाइन चप काट्नुपर्छ। त्यसैले मैले यहाँ फाइन चपको लागि प्याज काट्न सुरु गरेको छु साथीहरू। तपाईँले पनि यस्तै काट्न सक्नुहुन्छ अनि यस्तै गरी बनाउन सक्नुहुन्छ मेरो स्टाइलले। तपाईँलाई कस्तो लाग्छ मैले बनाएको स्टाइल? अझै आफ्नै स्टाइलले पनि बनाउनु होला, मेरो स्टाइलले कस्तो लाग्छ त्यस्तै बनाउनु होला। मैले यहाँ चाहिँ अब टमाटर लिन गएको छु। टमाटर 4-5वटा टमाटर लिएर अब यसलाई चाहिँ पिस्नुपर्छ, किनकि मैले टमाटर पिसेर गर्छु नि त, मटर पनिरको लागि पिसेर गर्छु। त्यसैले मैले यहाँ काटेर अब मिक्सीमा हालेको छु 3-4वटा टमाटर पिसेर राखेको छु। अनि यहाँ टमाटर पिसेर अब मसलाको तयारी गर्नु फटाफट बनाउनु छ। जो पनि मलाई आँखा मेरो खुलेकै थिएन, अहिले मेरो खुलेको छैन मेरो। हेर्नुहोस् टमाटर पिस्न सुरु गरिसकेँ। अनि यहाँ मेरो अहिले नि आँखा खुलेकै थिएन, भर्खरै उठेर आएको थिएँ नि त। म एकदम राति चाहिँ लेट सुत्थ्यो, 2 बजीसम्म भिडियो एडिट गर्दाखेरि टाइम लाग्यो त्यत्तिकै। त्यही भएर म राति पनि लेट सुतेको थिएँ। अनि बिहान पनि नुहाइधुवाइ गरेर अनि गएको, फेरि पनि आँखा खुलेको थिएन। यहाँ चाहिँ मेरो प्याज पिसिसक्यो, यो पनिर हो, यो मटर हो, यो आलु हो, यो प्याज अनि यो पिसेको टमाटर। यति भएपछि तपाईँको मटर पनिर रेडी हुन्छ। अनि यहाँ चाहिँ मैले घि हालेको छु, यो चाहिँ क्लन्ची हालेको छु, कालो तेल। अनि यहाँ चाहिँ जिरा हालेको छु मैले 2 चम्मच हालेको छु। अनि यहाँ चाहिँ मैले प्याज अनि काटेको प्याज चाहिँ हालिदिएको छु साथीहरू। तपाईँले आफ्नो हिसाबले हाल्नुहोला। मैले चाहिँ यहाँ यस्तो स्टाइल बनाउँछु। अनि अरू जग्गा त अरू स्टाइल बनाउँछु, यहाँ चाहिँ यस्तो स्टाइल बनाउँछु है। यसलाई हल्का ब्राउन गरेपछि मैले यहाँ अब मसलाहरू हालिदिन्छु। मसला तपाईँलाई आफ्नो हिसाबले जे हाल्न मन लाग्छ हाल्नु होला। मटर पनिरमा मैले चाहिँ यहाँ किचन किङ हालेको छु अनि यो रातो खुर्सानी हालेको छु। रातो खुर्सानी, धनियाँ, नमक सबै हालेको छु। त्यसपछि मैले यहाँ हल्का ब्राउन भएपछि, प्याज ब्राउन हल्का भएपछि अनि मैले यहाँ टमाटर हालिदिएको छु साथीहरू। अनि यहाँ सबै मसलाहरू हालिदिन्छु। तपाईँले जे हाल्न पनि सक्नुहुन्छ आफ्नो हिसाबले, कुटेको मसला, पिसेको मसला जे पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ अलरेडी पिसेको भन्नाले मिक्सीमा ग्राइन्ड गरेको धुलोहरू हुन्छन्, त्यसलाई हालिदिन्छु। यहाँ चाहिँ मैले आलु हालेको छु अनि मटर हालेको छु। अनि पहिला आलु र मटरलाई पकाउनु पर्छ नि त, एकदम पकाएपछि बल्ल यसलाई हल्का पानी हालेर अब
पानी हालेर हल्का भुटेर अनि पानी हालेर ढाकिदिनुपर्छ एकैछिन अनि आलु पाकेपछि बल्ल अरू पनिरहरू लास्टमा हाल्नुपर्छ है साथीहरू। अब मैले चाहिँ यसलाई 5-10 मिनटसम्म राखिदिन्छु। यहाँ चाहिँ म भिन्डीको तयारी गर्न गइरहेको छु। भिन्डी मैले धोएर राखिसकेको थिएँ अनि यहाँ भिन्डी काट्न तयारी गर्दैछु। मैले यहाँ फटाफट गरेर भिन्डी काट्छु अनि त्यसपछि अब यहाँ रेडी भइसकेको छ मेरो भिन्डी यहाँ काटेर। अब म भिन्डी पकाउनेतिर लागिरहन्छु। यो मैले मसलाहरू सबै हालेको थिएँ अनि भुटिरहेको थिएँ अनि यस्तो भए चाहिँ आलु पाकिसकेको रहेछ साथीहरू। अनि मैले पनिर हालिदिन्छु। पनिर हालेपछि यहाँ मैले पानी हालिदिन्छु। फेरि पानी हालेर फेरि उम्लिन राखिदिन्छु साथीहरू। अनि मैले यहाँ भिन्डीको तयारी गर्नु थियो। भिन्डी काटेर रेडी भइसकेको छ साथीहरू। अब चाहिँ यहाँ तेल हालिसकेको छु मैले भिन्डी हालिदिन्छु। भिन्डी हालेर हल्का फ्राई गर्छु। एकछिन फ्राई गरेपछि मैले यसलाई हल्लाइरहनुपर्छ नि त बिचबिचमा। यसलाई फ्राई प्यानमा मिक्स गरिरहनुपर्छ साथीहरू। अनि नभए चिप्किन्छ नि त फेरि भिन्डी फेरि कस्तो हुन्छ भने च्यापच्याप हुन्छ क्या देख्नु न कस्तो च्यापच्याप भइरहेको। त्यो रातो भएपछि मैले यसलाई प्याज स्लाइसवाला प्याज फाल्टु 2टा प्याज हालेको छु मैले यहाँ स्लाइसवाला। तपाईँले आफ्नो हिसाबले हाल्नु होला कति प्याज हाल्छ। हल्लाइरहनुपर्छ बिचमा। हल्का लाइट ब्राउन भइसकेको छ साथीहरू। अब चाहिँ यसमा मसलाहरू हालिदिन्छु मैले। नुन मसलाहरू सबै हालिदिन्छु। बेसारहरू खुर्सानीहरू अनि यहाँ सबै हालिदिन्छु। फेरि हल्लाउँछु। एकदम सर्टै भएपछि एकदम लाइट ब्राउन भएपछि एकदम यसलाई ढाक्न चाहिँ हुँदैन है साथीहरू। भिन्डीलाई ढाको पनि फेरि प्याल हुन्छ। रेडी भइसकेको छ भिन्डी। देख्न सक्नुहुन्छ हाम्रो रेडी भिन्डी। हाम्रो मटर पनिर पनि रेडी भइसकेको छ साथीहरू। कस्तो लाग्यो भिडियो? लाइक कमेन्ट फलो